गाइस तपाईँहरू मेरो स्वागत छ। हामी खानीमा आएको छौँ। चाहिँ 9 बजा हो, 9 बजा ठाउँमा उता पुरै दामी भ्यू छ। तपाईँहरू नि यता घुम्न सक्नुहुन्छ, आउन सक्नुहुन्छ। मेरो भ्लगमा स्वागत छ तपाईँहरूलाई। इवी त चस्मा ढल स्विमिङ गर्दैछु। थाली कस्तो राम्रो छ यो चाहिँ। पानी आइसक्यो हाम्रो, कस्तो राम्रो छ पानी। हाम्रो भाउजूलाई यहाँ काम चाहियो अरे। यदि तपाईँहरूले हेर्दै हुनुहुन्छ, यहाँबाट ब्लग हेर्दै हुनुहुन्छ भने भाउजूले यहाँ काम मिलाइदिनु, यहीँ बस्ने। तपाईँहरू यसमा पनि आउन सक्नुहुन्छ है, मजाले ल्याइदिनुहुन्छ। ए त्यो दाइले ल्याइदिँदो रहेछ। एकदमै राम्रो लाग्यो, ठाउँ चाहिँ एकदमै राम्रो छ। नमोबुद्धा छेउमै हो। भाउजू नमोबुद्धादेखि कति किलोमिटर छ यहाँ? अनि तपाईँलाई कस्तो लागिरहेछ? मेरो मुड हो। एकदमै राम्रो लाग्यो। भेज थाली आइसकेको छ। अब चाहिँ हामी खानु भएको, अनि हामी फेरि जानुपर्ने छ छिटो। तपाईँ नै उयो टमाटर खानुहुन्छ होला? घिउ रहेछ, घिउ चाहिँ म खाँदिनँ। त्यही हो, हामी चाहिँ अब खानु लाग्यो गाइस। अब चाहिँ फाइनली निस्किनु भएको। हामी चाहिँ अब यहाँबाट निस्क्यौँ। हाम्रो गाडी कहाँ गयो थाहा छैन। लिफ्टबाट तल जाँदै तपाईँहरू ठाउँ चाहिँ एकदम राम्रो छ। खानेकुरा चाहिँ ठिकै हो है, त्यति सर्भिस अलि लेट टाइपको, तर एकदम राम्रो लाग्यो ठाउँ। राम्रो छ, तर ठाउँहरू चाहिँ एकदम राम्रो छ। खानेकुराहरू ठिकै, त्यस्तो नमिठो पनि होइन। बाई बाई सबैजना। त्यो फुलहरू कस्तो राम्रो क्या, त्यहाँसम्म रहेछ यसको प्रपर्टी हो। हामी चाहिँ अब यहाँबाट जाँदा गाडी पुग्यो, गाडी त पार्किङमा छ। ए राम्रो हेर्ने राम्रो छ। अन्त पुरै एरिया कब्जा रहेछ। एकछिन चाहिँ रमाइलोलाई त्यहाँनिर भने जस्तो लाग्यो। त्यहाँ हेर्न। बाई 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 गर्नु। अहिले चाहिँ हामी भक्तपुर आइज। भक्तपुरमा अब हामी घर जानु लाग्यो। यहाँबाट स्वयम्भू जान्छौँ अनि त्यसपछि घर फर्किन्छौँ। बहुत ए स्वयम्भू अनि